वेलकम टु माई ब्लग्स। आज चाहिँ झुलुङ्गेको ब्लग बनाएको छु। हाम्रो महेन्द्रनगर कञ्चनपुर नेपालको यस्तो छ ठाउँ। चाहिँ आज ब्लग बनाउन फ्यामिलीसँग यसो बेलुकातिर त्यही छ होइन। Guys, झुलुङ्गे पुल दारा काँदनी जोड्ने झुलुङ्गे पुल। यो चाहिँ महाकाली बेलुकाको 1.5 किलोमिटर, अलमोस्ट 1.5 किलोमिटर। कति हाइटमा कति हाइट म हिँड्दा बनाएको भिडियो हेर्नु। अब यहाँ झुलुङ्गे पुल, एउटा मेरो बुढी र मुसाली दुइटैसँगै गइरहेको छ। हेर्नु गाइस, झुलुङ्गे पुल। के भनौँ, मेरो ब्लगमा घुम्ने त्यो होटलमै चल्न आइरहेको जाऊ भन्नु। हेर्नु यस्तो छ स्ट्रक्चर घुम्नेको। गाइस गाइस अब हामी झुलुङ्गेतिर पुगिसकेका छौँ। 1.5 किलोमिटर लामो। यसरी गाडीहरू पनि आउँछ, स्कुटीहरू, स्कुटी अनि हिँड्ने बाटो, हिँड्ने। ल हेर्नु, ल सुनिरहेछ भएको इभिनिङको झुलुङ्गेको कति राम्रो सिन छ हेर्नु। यता महाकाली नदी बगेको अनि कति दामी देखिरहेको छ हेर्नु त। बेलुकाको 5 बजेको भनौँ। यहाँ हाम्रो कञ्चनपुर महेन्द्रनगरदेखिको यहाँ हाम्रो परिवार गाइस यस्तो छ हेर्नु। कति रमाइलो छ यताबाट। पुल त्यहाँ पानीमा पनि जसले रमाइलो गरिरहेछन् हेर्नु। त्यही हो होइन। यो आजको दोदरा चाँदनीको यात्रा भनौँ न अब यसो होइन। आज दोदरा चाँदनीको यात्रा गाइस। अब भोलि फर्किँदैछु, आउँछतिर पनि ब्लग्स बनाउँला गाइस। यस्तो छ पुरै एउटै तारमा, पुरै तारमा 1.5 किलोमिटर भनौँ। यसको 1.5 किलोभन्दा पनि माथि होला सायद। अहिले त पुरानो भइसक्यो यो। मान्छे यहाँ भ्रमण गर्न आउँछन्, पूर्वदेखि आउँछन् सबै। पश्चिम महाकालीमा बनेको झुलुङ्गे पुल भनौँ। अब त्यहाँ मान्छेले रमाइलो पनि गरिरहेछन्। हो त्यहाँ हेर्नु यस्तो छ गाइस, रमाइलो गाइस, फुल रमाइलो हुन्छ। आजको लागि ब्लग्स यतिकैमा पुग्यौँ गाइस।
हो ल ठिक छ त ल गाइस ल गाइस त कति हाइटमा हिँडिरहेको गर्छ हेर्नु त दामी हाइटमा छौँ अहिले हामी गाडीहरू आयो हुन्छ मोटर बाइकहरू बसेर हिँड्नुपर्छ हामी लगाएर पनि आएँ दालीजी आएगा र ल ल हामी जाउँ होइन ल जाउँ अब जाम अगाडि बढौँ भन्ने यस्तो छ झुलुङ्गेको नजारा ऊ त्यहाँ होइन कसले त गाडी पनि ल्याएको थियो यता तल तिनीहरूले होला ऊ त्यहाँ गयो गाइस ऊ त्यहाँ हेर्नु कार लिएर पनि आएको बालु आउनु ल्याएको छ कारलाई हेर्नु गाइस यस्ता घुम्ने टुरिस्ट फोटो सनसेटको लागि तल जानुपर्छ हिँड्नु छिटो ऊ त्यहाँलाई सनसेटको लागि ऊ त्यहाँ नजिक आउँछ त ल गाइस यस्तो छ सनसेट इभिनिङ ल गाइस हो हात्ती सार अब आउन साल आएपछि जाउँला गाइस ल यो चाहिँ नयाँ स्ट्याचु बनाउँदैछ नि स्ट्याचु भन्दा पनि म एउटा भगवान्को शिव भगवान्को मूर्ति बनाउँदैछन् झुलुङ्गेमा यसरी आउँछन् घुम्न झुलुङ्गे पोलोमा यस्तो छ झुलुङ्गेको अवस्था भनौँ झुलुङ्गे पुलको यहाँ पिकनिक आउने स्पोट पनि हो यो पहिलाको पुलिस थाना थियो अहिले चाहिँ छ कि छैन अहिले गाइस ल गाइस अब आजको लागि यति मेरो ब्लग्समा अनि यतिकैमा टुङ्गाउँ मेरो ब्लग्सलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अनि सबै सेभ गर्नु होला थ्याङ्क यू सो मच लभ यू गाइस